नेपालमा कम्युनिस्टहरूले त पहिलेदेखि नै राजा बोकेको त होइन। कङ्ग्रेसहरूले संवैधानिक राजा भनेका हुन्। कम्युनिस्टहरू त जन्मजातै गणतन्त्रवादी हुन्, एक किसिमले कम्युनिस्ट। तर अब त्यो कम्युनिस्टहरूको शक्ति पुरा नहुने भए पछाडि मिलेर कङ्ग्रेससँग मिलेर घरिघरि 46 सालमा संवैधानिक राजा स्वीकार गरे मात्रै हो। तर जन्मजातै गणतन्त्रवादी हो कम्युनिस्टहरू। अब अहिले आएर एमाले, माओवादी लगायत, समाजवादी लगायत जो पनि छन् गणतन्त्रवादी हुन्, त्यसमा कङ्ग्रेस पनि गणतन्त्रवादी हो भने राजतन्त्रवादीको जनसङ्ख्या 1% 2% पनि देखिया छैन कुरै गर्ने हो भने। अर्को कुरा, ल आज आन्दोलन गर्ने राजावादीले राजा ल्यायो अरे, यो गणतन्त्रवादी चुप लाएर बस्छ, फेरि आन्दोलन गर्दैन गणतन्त्रको लागि। अनि त्यसपछि नेपाललाई सदा सर्वदा अनन्त युद्ध मैदान बनाउने, राजा आएपछि शान्ति हुन्छ भनेर के सेना लगाएर गुट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 ु गोली ठोकेर बस्ने हो र गणतन्त्रवादीलाई? अनि मारेर चाहिँ अनि राजा शासन गर्ने? खबरदार राजेन्द्र लिङ्गदेन अथवा पूर्वपन्थीहरू, जनता मारेर शासन गराउनु भनेर नसोचे पनि हुन्छ। नेपालमा राजतन्त्र आउँदैन, यो दिवा सपना नदेखे हुन्छ।